हो यतिको भनाइ चाहिँ हुनु पऱ्यो क्या है हजुर यति मात्र मगाएको के खानुहुन्छ र भाउजू होइन त्यहाँ भएको यति मात्र हो भन्ने खोजेको क्या चुकाउने भएन कि त्यति त हो ठिक छ ल होइन होइन के के छ त्यो होइन आज चाहिँ यो हाम्रो त्यो उस के अरे पोर्ट्रेट माछा नि होइन के अरे भाइसँग टक्क भेट भयो अनि अचानक चाहिँ अब यो हामी जोरदार चाहिँ पहिला कलेज पढ्दा आइरहेको थियो नि त अनि त्यो एउटा मेमोरी रिकल गर्न आएको होइन अनि यहाँको चाहिँ यो बटु पकौडाहरू चाहिँ अति नै मिठो हुन्छ कि अनि त्यो गएर होइन एकछिन गएर फ्रेस भएर चाहेर आऊँ भन्न अनि दाजुभाइ आएको थियो अनि हामी चाहिँ आज यो सुकुटी ट्राई गर्दैछौँ होइन अनि अघि नै मैले खाएर आइसकेको थियो त्यस्तो भोक चाहिँ लागेन अनि यहाँ चाहिँ पकौडा र बटुको रहेको छ अनि यहाँ सेलरोटी रहेको छ अनि अर्को कुरा भनेको चाहिँ चुकोनी पनि यहाँको एकदम बेस्ट हुन्छ क्या होइन अब चुकोनी चाहिँ सकिसकेको रहेछ सो अब चाहिँ हामी खाना सुरु गर्छौँ है त बोलाएको दामी छ भाइ ल अनि अरू कुरा के भन्दा चाहिँ यो चटनी हुन्छ क्या यहाँ सिरोडम पिसेको चटनी बेस्ट बास के चाहियो फेरि यति बेसी चाहिँदैन यदि यो भिडियो अन्तिमसम्म हेरिदिइराख्नु भएको छ धेरै धेरै धन्यवाद है तपाईँको दिन शुभ रहोस् खाना मिठो चाहिँ तपाईँहरू नै आउन सक्नुहुन्छ पाल्पा जोरधारा कस्तो छ त भाइ मिठो इन्जोय गऱ्यो फेरि आउनु किन आउँदैन खाना अब 3-4 वर्ष यो चाहिँ छैन आज जस भगवान्ले यसो जोडाइदिनु भयो दाजुभाइको भेटघाट होइन अनि त्यही भेटघाटलाई चाहिँ एउटा भेटेर मात्र भने किनी खानु पऱ्यो भनेर चाहिँ अझ जोरदारतिर चाहिँ यसो सुकुटी बटुक सटुक खाना आएको होइन मजा आयो धेरै त खाएन किनकि म बिहान बिहान खाइसकेको थिएँ म त्यही भएर त्यो चाहिँ खान थाहा सकिनँ थोरै खाएको र मिठो है यो अर्को कुरा के मिस भन्दाखेरि चुकुनी चाहिँ ट्राई गर्न पाएन यहाँ चाहिँ चुकुनी नरहेछ होइन अब अरू ठाउँमा गएर खानालाई चाहिँ त्यो पेटमा खाली पनि छैन क्या आज यति नै थ्याङ्क यू फर वाचिङ हो यतिको भनाइ चाहिँ हुनु पऱ्यो क्या